रहेको छ। निस्तिका विद्यालय सामुदायिक विद्यालयहरूमा चाहिँ बालमैत्री चाहिँ बाटोमैत्री कसरी सुनिश्चित गर्नुहुन्छ मेरो दोस्रो क्वेसन हो। थ्याङ्क यू तिमी भन्न चाहन्छु। सबैले राम्रो प्रश्न सोध्नुभयो तर मैले चाहिँ सृष्टि सुनारीजीलाई चाहिँ एकदमै कति वर्ष भयो नानी हजुर 12 वर्षको नानी सृष्टि सुनारीजीले यस्तो गम्भीर प्रश्न सोध्नुभयो त्यो हामी सबैले चाहिँ सोच्न चाहिँ पर्छ र भविष्यमा मैले उहाँको उज्जवल भविष्यको कामना पनि गर्छु। ठोस कुरो प्रश्नको कुरा हो झट्टै हेर्दाखेरि हामीलाई के लाग्छ भने कति गर्नुपर्छ र सबै ठाउँमा चाहिँ पौष्टिक न्युट्रिसनको कामहरू चाहिँ सबै ठाउँमा चाहिँ पुर्याउनु पर्छ अहिले भएको तर चाहिँ हामी भविष्यमा यस्तो कल्पना गर्छौँ अलि स्वास्थ्यको मैले भविष्यको कल्पना गरेको कुनै